हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। यो हो मेरो फर्स्ट ब्लग र मैले यो ब्लग स्टार्ट गर्नुको रिजन चाहिँ म चाहिँ मेरो दिदीबहिनीलाई आफ्टर 3 इयर्स पछि भेटिरहेको छु र हामीले यो मोमेन्टको लागि चाहिँ एकदमै धेरै वेट गरेको थियौँ। अनि यो चाहिँ मेरो बस। म चाहिँ डाइरेक्ट मेकेनबाट टोकियो बसमा गएको हो नि त। अब यतातिर म अलि गाउँ साइडमा छु, यतातिर अलि ट्रेनहरू त्यस्तो युज हुँदैन नि त, अनि नोरिखाइ गर्न एकदमै ज्याउ हुन्छ अनि आउँदैन पनि मलाई। त्यही भएर म डाइरेक्ट बसमै गएको थिएँ। अनि यो बाहिरको भ्यू, यो चाहिँ टोकियो पुगेपछिकै भ्यू हो। अनि म चाहिँ टोकियो सिन्जुकु स्टेसन झरिसकेर बहिनीलाई वेट गरिरहेको थिएँ। यताउति हेर्दै चाँडो मैले भेट्टाउँला अनि मैले सरप्राइज दिउँला भनेर खोजिरहेको थिएँ। उसले पो मलाई भेटाइसकेको रहेछ पहिले, अनि कुरिरहेको रहेछ त्यतातिर सरप्राइज दिन खोज्यो होला नि त। अनि मैले चाहिँ मेरो बहिनीलाई 3 इयर्सपछि भेटेको यो मोमेन्टको लागि कति वेट गरेको थिएँ। अलिअलि इमोसनल पनि त हुनु पर्यो भनेर यस्तो नाटक पनि गरिदिएको। अनि अब चाहिँ हामी बहिनीको रुममा हिँडेको। चिसो कति धेरै के यतातिर त। हाम्रो चाहिँ भरे दिदीहरूलाई पनि रिसिभ गर्न जानुपर्ने छ नि त, अनि त्यही गफ गर्दै हिँडिरहेको थियौँ। अनि यो चाहिँ म फ्रेस भइसकेपछिको भिडियो र अब हामीहरू दिदीहरूलाई पनि रिसिभ गर्न जानेछौँ। अनि यो चाहिँ मेरो प्यारो बहिनी। हामी चाहिँ चटपटी खाँदै थियौँ। रुम पुग्ने बित्तिकै फ्रेस भयो अनि बहिनीले चटपटी बनायो, हामी चाहिँ चटपटी खाँदै थियौँ। हामी चाहिँ दिदीहरूलाई लिन निस्किसक्यौँ। अनि एउटा दिदी चाहिँ रङ लोकेसनमा उत्रिनु भएछ कि, अनि बहिनीले लोकेसनहरू सिकाउँदै थियो, भन्दै थियो। दिदी भर्खरै आयो नि त जापान, अनि त्यस्तो अब थाहा हुँदैन नि त स्टार्टिङमा, अनि बहिनीले सिकाउँदै थियो। अनि हामीले चाहिँ एकीभित्र इन्टर गरिसक्यौँ। बुक्के पनि घर छोडेर आउनुभयो। मान्छे हराएर बेवात्ता हामी चाहिँ ओमिया एकीभित्र पुगिसकेर दिदीहरूलाई तिमीहरू पनि एकै ठाउँमा बसिरहेको है, दुइटै बरु एकअर्कालाई खोजेर भनेर अनि बहिनी र म चाहिँ गफ गर्दै हिँडिरहेको थियौँ। मैले चाहिँ बहिनीलाई कस्तो लागिरहेको छ त यत्तिको वर्षपछि दिदी बहिनी भेट्दा भनेर सोधिरहेको। अनि ऊ चाहिँ मक्ख हुँदै म त अस्ति भर्खरै भेटेको त अनि अस्ति दिदीलाई केही लगाइराखेन भनिरहेको थिएँ। अनि एउटा दिदीले चाहिँ म बाहिरनिर वेट गरिरहेको छु है भनेर बाहिरको लोकेसन पठाइरहेको थिएँ। अनि हामीहरू पनि बाहिर आएको खोज्नलाई। भनेपछि यतै हुनुहुन्छ, खोज्ने काम मेरो। हाम्रो चाहिँ हाम्रो दिदीलाई देखिसक्यौँ होइन, तर नाम देखेर बोलाउँदै हुनुहुन्छ। हाम्रो चाहिँ नसुनास एकदम फुल इग्नोर गरेर हिँडेको। अब देखाउन पनि मिलेन, देखायो भने त थाहा पाइहाल्छ। नानीलाई प्र्याङ्क गर्दा हो कि नानीलाई देख्यो अनि कस्तो दिदीले उल्टै प्र्याङ्क गरिदिइरहेको कि हामीले उसलाई भेट्छ कि भनेर लुकी लुकी आइरहेको। ऊ पनि त्यसरी नै आइरहेको रहेछ क्या, चालै नपाइदिइरहने। अनि मैले भेटेँ, हक गरेँ। बहिनीले चाहिँ अगाडि पनि भेटेको थियो नि त, अनि त्यो अगाडि भिडियो बनाउँदै थियो। फेरि हक गऱ्यौँ। अनि अब हामी अर्को दिदीलाई खोज्न स्टार्ट गऱ्यौँ। दिदीले अनि यत्रो वर्षपछि भेट्दा पनि आउनु पर्दैन भन्थ्यो, नै आउँदैन कसरी मिल्ने भनेको। सूचना हाम्रो दिदी हराएको सूचना। हाम्रो दिदीलाई हामीले भेटाउन सकेनौँ। हाम्रो दिदीको लोकेसन चाहिँ घरि कता देखाएर उसलाई त एकछिन खोज्न कस्तो गाह्रो लाग्यो। पछि बल्ल लोकेसनतिर गएको अनि त्यहाँ उभिहालेको चाहिँ हामी देखेको। कुदेको दिदी फेरि हाम्रो दिदीको फेभरेट बहिनी हो नि त फेरि। ऊ चाहिँ फेरि आउने होइन यता, त्यही उभिएर नि यसो कुद्नु छैन, हक गर्नु छैन। अनि जसको ठाउँमा गयो त्यसले त काम गर्नु पर्यो। बहिनी चाहिँ पुरा भेर बसेको। अनि मैले चाहिँ अघि लान बिर्सेको बुके दिएर वेलकम गरेको दिदीहरूलाई रुममा। अनि म बुके दिए जस्तो गर्छु, तिमीहरू सरप्राइज हो है भनेको। हाम्रो दिदी साँच्चीकै सरप्राइज भए जस्तो गरिरहनु भएको थियो। अनि यो भिडियो चाहिँ यहीँ सकिन्छ। अब बाई बाई, थ्याङ्क यू फर वाचिङ।